एभ्रिवान नमस्ते। आज चाहिँ मैले बनाउँदैछु पकौडा। हजुरहरूलाई पकौडाको रेसिपी देखाउनको लागि एकदम सजिलो रेसिपी छ। थोरै सामग्रीहरू चाहिन्छ, त्यसैले मैले बनाउन लागेको। हेर्नु होला है। यहाँ चाहिँ हजुरले आलु उसिन्न सक्नुहुन्छ। आलु उसिन्नुहोस् कुकरमा। गाजर लिनुहोस्। हजुरहरूले गाजर काट्नुभयो। अब एउटा ठुलो लिनुहोस्। अब लसुनको पात लिनुहोस् र यसलाई काट्नुहोस्। यति रेडी भइसकेको छ। अब हजुरले क्याबेज लिनुहोस् र यसलाई काट्नुहोस्। अब यसलाई मसिनरी काट्नुहोस्। फेरि यही भाँडामा हाल्नुहोस्। सरी थियो। मुला लिनुहोस्। मुला हाल्न पनि सक्नुहुन्छ, नहाल्न पनि सक्नुहुन्छ, तर म हाल्छु। मैले चाहिँ मुला पनि काटेँ। हजुरहरू पनि काट्नु होला। काट्नु पनि सक्नुहुन्छ, काट्नु पनि सक्नुहुन्न। अब हामी चाहिँ पेस्ट बनाउँछौँ। हजुरहरूले लिनुहोस् आटा। हजुरहरूले जति पकौडा बनाउन चाहनुहुन्छ त्यसैभन्दा अलिक कम नै हाल्नु होला। मैले चाहिँ अलि धेरै नै बनाउन चाहदैछु, त्यसैले अलि धेरै नै पेस्ट बनाउँछु म। मैले चाहिँ यति मैदा लिएँ। हजुरहरूले चाहिँ जति लिन पनि सक्नुहुन्छ। अब मैले पानी लिएँ। हजुरहरूले धेरै पातलो नि हैन, धेरै बाक्लो नि हैन। हजुरहरूले ठिक्क बनाउनु होला। पान्डा, ऊ चाहिँ मेरो पान्डा हो, मेरो पप्पी हो, भर्खर आएको। मैले यतिको पेस्ट बनाइसकेँ। अब हजुरहरूले फुड कलर हाल्नु होला। म हाल्दैछु। मैले पेस्ट बनाइसकेँ। आलु उसिनेछु। यो उसिनेको आलुलाई चाहिँ आलु पनि छोडाइसकेँ। अब यहाँ नुन छ। नुन ठिक्क हाल्न सक्नुहुन्छ। मसला पनि। हेर्नुहोस् पेस्ट चाहिँ एकदम मिठो र राम्रो भएको छ। बास्ना नि हरहर्ती आएको छ। हामीले अलिकति अमिलो पनि थप्यौँ। वाउ। तेल चाहिँ हजुरहरूले अलि धेरै हाल्नु होला। हामीले चाहिँ हालिसक्यौँ। हेर्नुहोस् मेरो बाबाले पकौडा बनाउनु हुनुभयो। फर्स्ट चाहिँ हाम्रो बाबाले हाल्नुभयो, अरू बेला चाहिँ म हाल्छु। पकौडा। वाउ। वाउ, फर्काएपछि झन् राम्रो देखियो। यो पाइपको पैसा तिर्सक्यो हो? हो। लैदिने हो त। काम लाग्छ र? होइन काम त अब त्यो पछि 150 रुपैयाँ हो। 150 फेरि त्यसमा भ्याउँछै भ्याउँदैन, माथि छ त्यो। यहाँ त कमेन्टै छैन नि त उडो। भ्याउँदा चाहिँ ठिक्क हुन्छ। त्यहीले काम गर्छ। अन्त 150 रहेछ राखेको। राखिदिन्छु भने राख्नु पर्छ त। गाडीमा सम्झेर हराउँदा चाहिँ क्याबिनमा जानुपर्छ। त्यहाँ हराउँदा हिँड्न यो कालो नभए